वेलकम टू गाइज न्यू ब्लग। आजको ब्लग चाहिँ हामी स्कुलबाट घर जाँदाखेरिको बनाउँछौँ गाइज। हामी घर जाँदाखेरि रमाइलो गर्छौँ गाइज। यो चाहिँ हाम्रो बाटो है, बाटोमा छौँ हामी चाहिँ ठ्याक्कै नदी तरेर बाहिर आइपुगेका छौँ सर गाइज है। अब चाहिँ हामी रमाइलो गर्छौँ गाइज। पहिला चाहिँ दुईको परिचय लिउँ गाइज। ल पहिला त भन् त तेरो नाम के हो? नाम आशिषको। अनि कतिमा पढ्छस्? 6 मा। ल गाइज यसको नाम चाहिँ आशिष बिको अनि यो चाहिँ 6 मा पढ्छ अब है। अब अर्को भाइको पनि तेरो नाम के हो भाइ? रोशन बोरा। अनि कतिमा पढ्छस्? 7। देख्नुभयो गाइज, दुटैले आफ्नो परिचय दिइसकेको छ। अब चाहिँ हामी एकदम नाच्न गइरहेका छौँ गाइज। नाच्न गाउन एकदम हामी चाहिँ रमाइलो गर्नेवाला छौँ गाइज। हामी चाहिँ रमाइलो गर्नुभन्दा अघि टक्क पोल उठाउने दुई भाइहरूले पोल उठाउँछु भनेको छ। टक्क पोल उठाउँदाखेरिको बनाउँछु है गाइज। पोल उठाउँदाखेरिको है। ल हेर्नु केटाहरू है, उचाउनु है कति छ कति। सो गाइज दुईजना मान्छेहरूले चाहिँ पोल उचाउन सकेन र उठाएको छ है गाइज। उठाएको माथि यति लामो चाहिँ हाम्रो ठाउँमा पनि बिजुली पुग्छ है गाइज। यसपालि चाहिँ बिजुली है। सो गाइज अब चाहिँ हामी दुई भाइ नाच्छौँ है गाइज। नाच्छौँ, तपाईँले हेर्नु होला गाइज। ल है ल भाइ नाच्छ। हामी चाहिँ खतरनाक सुन सुन मायालु जोडी हो, मायालु जोडी हो, नछुनु मायाको डोरी हो। मनमा फुल्यो फुल, मनमा फुल्यो फुल, माया जीवनमा नगर्नु है फुल। मनमा फुल्यो फुल, माया जीवनमा नगर्नु है फुल। गाइज हामीले चाहिँ नाचेर अनि दुईजना भाइहरूले पोल उठाएर अब चाहिँ हामी घर जानु गइरहेको छ गाइज। टक्क हामी चाहिँ अब बाटोमै बनाउँछ है गाइज। अब चाहिँ हामी घर जानु गइरहेको छ गाइज। हेर्नु ठाउँ अनि पछि चाहिँ दुईजना भाइहरू छन्। अब हामी चाहिँ केही कुराकानी गर्छौँ गाइज। गाइज आज के बार हो गाइज? आज के बार हो? आज चाहिँ हाम्रो स्कुलमा कस्तो पढाइ गऱ्यो कि कार्यक्रम गऱ्यो? के गऱ्यो भन्नु त? के कार्यक्रम गऱ्यो त आज? दोहोरी कार्यक्रम। को बिहास को त? कसले जित्यो? देख्नु गाइज हाम्रो गाउँमा चाहिँ एकदम पर्फेक्ट विद्यार्थी छन् है दोहोरीमा पर्फेक्ट छन्। र मलाई चाहिँ त्यति दोहोरी आउँदैन। त्यहाँ चाहिँ दिदी छन् है गाइज। दिदी छन् है खेतमा चाहिँ। दिदी आज टक्क दिदी आज चाहिँ मल हाल्न आउनु भएको रहेछ। टक्क म त्यही कुरा गर्छु है क्या, दिदीसँगै कुरा गर्छु, त्यतिखेरै देखाउँछु। दिदी भाइ बहिनी सबै निका, अङ्कल सबै निका। गोरस के छ? कहाँ आयो? म स्कुलबाट आएँ। म ल निको सब निका हामीलाई गोरस गाई छ। ब्लग चाहिँ यति। यो भिडियोलाई चाहिँ जति सके लाइक एन्ड सब्सक्राइब गरिदिनु होला गाइज। अब नेक्स्ट ब्लगमा भेटौँला गाइज। बाई बाई भन्नु त। पहिला बाई बाई गाइस। बाई बाई गाइज। बाई बाई अब पनि बाई बाई भन्नु त। ल गाइज नेक्स्ट ब्लगमा भेटौँला गाइज। यो भिडियोलाई चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला गाइज। बाई बाई।